वेलकम टु नारसी क्रिएसन। आज हामी नेपाली चलचित्रको सुरुवातमा देखाइने प्रमाणपत्रको विषयमा कुरा गर्दैछौँ। यु, पिजी वा ए जस्ता लेभल किन चलचित्रमा राखिन्छन् भनेर कहिल्यै सोच्नु भएको छ? आउनुहोस् यसलाई सरल भाषामा बुझौँ। सेगमेन्ट 1, चलचित्र प्रमाणपत्र के हो? चलचित्र प्रमाणपत्र भनेको चलचित्रको सामग्रीलाई मूल्याङ्कन गरी दर्शकलाई कुन चलचित्र हेर्न उपयुक्त छ भनेर निर्धारण गर्ने प्रमाणपत्रलाई चलचित्र प्रमाणपत्र भनिन्छ। नेपालमा चलचित्र प्रमाणपत्र चलचित्र विकास बोर्डले प्रदान गर्दछ। सेगमेन्ट 2, प्रमाणपत्र वर्गीकरण। नेपालमा मुख्यतया 4 प्रकारका चलचित्र प्रमाणपत्रहरू प्रदान गरिन्छ। नम्बर 1, युनिभर्सल सर्टिफिकेट। यो प्रमाणपत्र सबै उमेर समूहका लागि प्रदान गरिन्छ, जसमा पारिवारिक र सुरक्षित सामग्रीहरू भएका चलचित्रहरू पर्दछन्। उदाहरणका लागि एनिमेटेड फिल्म्स एन्ड लाइट हार्टेड कमेडी मुभिज। नम्बर 2, प्यारेन्टल गाइडेन्स सर्टिफिकेट। यो प्रमाणपत्र कम उमेर समूहका लागि प्रदान गरिन्छ, जुन बालबालिकाका लागि उपयुक्त तर अभिभावकको सल्लाह आवश्यक हुन्छ, जसमा सामान्य हिंसा वा गम्भीर विषयवस्तु हुन सक्छ। उदाहरणका लागि लाइट एडभेन्चर मुभिज। नम्बर 3, 12+। यो प्रमाणपत्र 12 वर्ष र माथिको उमेर समूहका लागि प्रदान गरिन्छ, जसमा मध्यम स्तरीय हिंसा, परिपक्व विषयवस्तु वा सामान्य भाषा समावेश हुन सक्छ। उदाहरणका लागि लुट वा पशुपति प्रसाद जस्ता चलचित्र। नम्बर 4, एडल्ट सर्टिफिकेट। यो प्रमाणपत्र 18 वर्ष माथिका व्यक्तिका लागि प्रदान गरिन्छ, जसमा गम्भीर हिंसा, परिपक्व विषयवस्तु वा कडा भाषा समावेश हुन सक्छ। उदाहरणका लागि सिरियस साइकोलोजिकल ड्रामाज ओ फिल्म विथ म्याच्योर थिम्स। सेगमेन्ट 3, प्रमाणपत्र किन महत्त्वपूर्ण छ? प्रमाणपत्रले केवल उमेर समूहलाई मात्र होइन, दर्शकलाई असहज हुन सक्ने सामग्रीबाट पनि बचाउँछ र चलचित्र निर्माताका लागि यो दिशानिर्देशन पनि हो जसले सही दर्शकसम्म चलचित्र पुर्याउन सहयोग गर्छ। सेगमेन्ट 4, प्रमाणपत्र सम्बन्धी चुनौती। चलचित्र प्रमाणपत्र वितरण गर्ने प्रणालीमा केही चुनौतीहरू छन्। कहिलेकाहीँ प्रमाणपत्र प्रक्रियालाई धेरै कडा वा धेरै खुकुलो भन्दै आलोचना गरिन्छ, तर चलचित्रकर्मीहरूले सृजनात्मक स्वतन्त्रता कायम राख्दै प्रमाणपत्रको नियमको सम्मान गर्नुपर्छ। र अन्तमा आजको भिडियो सामग्री तपाईलाई कस्तो लाग्यो? कृपया हामीलाई सुझाव दिनुहोला। हामी यस्तै फिल्म मेकिङ रिलेटेड कन्टेन्ट लिएर आइराख्ने नै छौँ। तबसम्म हाम्रो च्यानल नारसी क्रिएसनलाई कृपया सब्स्क्राइब गर्नुहोस् र यो भिडियोलाई लाइक र सेयर गर्नुहोस्। धन्यवाद।